500 रुपियाँमा लेक साइडमा हामीले के खायौं हेरौं है त। पोखरामा अति नै गर्मी भएकोले सुरुमा 25 रुपियाँको पिउरोको पानी किनेर हामी पुग्यौं फुड ट्र्याकमा रहेको दुना टपरी मोमो हाउस र अर्डर गर्यो 140 रुपियाँ पर्ने चिकन मोमो, जसको टेस्ट हामीलाई असाध्यै मिठो लाग्यो। त्यसपछि हामी गयौं फुड ट्र्याक नेरको चटपट खान, जसलाई 70 रुपियाँ परेको थियो भने टेस्ट भने हामीलाई ठिकै मात्रै लाग्यो। बाँकी पैसा लिएर पुग्यौं डिज्नील्यान्डमा रहेको तमु स्काई बेस्ट बबल टी सेन्टर र खायौं 100 रुपियाँ पर्ने आइस गोला, जसको टेस्ट एकदमै मिठो र रिफ्रेशिङ लाग्यो। एकछिन रेस्ट गरेपछि एकदमै लाफिङको क्रेभिङ भएर हामी पुग्यौं हलनचोकमा रहेको हिमालयन दोर्जे रेस्टुरेन्ट र अर्डर गर्यौं वाइ वाइ लाफिङ। 80 रुपियाँ परेको यहाँको लाफिङ हामीलाई ठिकै मात्रै लाग्यो। केही चिसो खाऊ न त भनेर हामी लाग्यौं वसुन्धरा पार्कमा रहेको शिव भाइको भाइरल आइसक्रिम लस्सी तर्फ। 50 रुपियाँ परेको यो लस्सी एकदमै क्रिमी र टेस्ट पनि एकदमै मिठो थियो। बचेको 35 रुपियाँ लिएर हामी पुग्यौं स्ट्रिट नम्बर 15 मा रहेको स्पाइस नेपाल र खायौं 30 रुपियाँ पर्ने समोसा। समोसाले भन्दा पनि यहाँको चटनीले चाहिँ हाम्रो मनै जित्यो। लास्टमा हामीसँग मात्र 5 रुपियाँ बचेको थियो र नजिकैको स्टोरमा गएर चोकोफन किनेर च्यालेन्ज कम्प्लिट गर्यौं। यस्तै रमाइलो फुड कन्टेन्टको लागि बाइट्स एन्ड भाइब्सलाई फलो गर्न नबिर्सिनु होला। थ्यांक यू फर वाचिङ। बाइ।